साथीहरू अहिले चाहिँ यहाँ म सिङ्गडा बनाउँदैछु होइन। अनि यहाँ चाहिँ अहिले म फिलहालमा सिङ्गडाको लागि टक्कै बेल्दैछु होइन। यो बेलिसकेर टक्कै कटिङ गर्नुपर्छ होइन। अनि के भन्नु साथी हो, धेरै दिन बादमा मैले चाहिँ सिङ्गडा बनाएको होइन। बा बिर्स पो गयो कि भनेर पनि सोच्दैछु होइन। तर नबिर्सिनु पर्ने, किन भन्दाखेरि अब एकताल सिकेको कुरा बिर्सिनु त साह्रै पर्छ नि त। अन्त यहाँ टक्कै कटिङ पनि गरेँ हो। अब चाहिँ बनाउनु स्टार्ट गर्छु होइन। टक्कै किमा टक्क लगाइकन हल्का माथिबाट चाहिँ पानी हल्का लाउनुपर्छ होइन। किन पानी चाहिँ लगाएको भन्दाखेरि चाहिँ अब फ्राई गर्दाखेरि चाहिँ के हो नफुटोस् भनेर चाहिँ हामीले चाहिँ पानी लाउँछौँ होइन। अनि ट्याक्कै बटारेर चाहिँ धन्न बिर्सिनु चाहिँ बिर्सेको चाहिँ छुइनँ रहेछ साथी हो मैले चाहिँ। किन भन्दाखेरि 3-4 वर्ष भयो नि त, किन भन्दाखेरि मैले सिङ्गडा नबनाएको होइन। अनि त्यही भइरखेरि चाहिँ यहाँ अहिले चाहिँ फिलहालमा सिङ्गडा बनाउँदै गरिरहेको छु म चाहिँ होइन। के गर्नु साथी हो, यस्तै हो। अब कोही बेला अरू काम पनि सिक्नुपर्छ होइन, धेरै पर्छ। के गर्नु साथी हो, गभर्मेन्ट जबको त अब भरोसा गर्नु भएन आफूले होइन। आफूले अब काम जानेको छ, सिकेको छ भनेपछि चाहिँ बादमा आफूले के सानो रेस्टुरेन्ट क्यान्टिनहरू खोलेर चलाउँछु भन्दा पनि भयो नि त। अब गभर्मेन्ट जबहरू हामीले त पाउँछ भन्ने आशा पनि छैन होइन। त्यही भइरखेरि चाहिँ सबै जस्तो काम चाहिँ के हो सिकिराख्नु पर्ने रहेछ। केटा भएपछि चाहिँ अब बादमा आफूले सानो रेस्टुरेन्ट खोल्छु भन्दा पनि हुन्छ नि त होइन। त्यही हो साथी हो। अब चाहिँ तपाईँहरूलाई यो भिडियोहरू कस्तो लाग्यो, मन लाग्यो भने फलो अनि लाइक गरिदिनुहोस् ल। बाई बाई।